सो अहिले चाहिँ हामी यो कहाँ अरे हो अहिलेको भाइरल बोराबाद भन्ने कोसीको बगर छेउमा अहिले नयाँ स्पट भाइरल भएको रहेछ होइन सुन्दै रहेछौँ खाजाको नास्ता आज यता छ हाम्रो यहाँ भिडियो गर्दै आउँदैछु म कत्रो जलको पो रहेछ त काटी आजको नास्ता हुन्छ बेला यो खानासँग हो नास्ता यो चाहिँ मलाई यता चाहिँ हाम्रो माछा फ्राई हुँदैछ है बल चाहिँ रेडी हुँदो रहेछ यहाँ होइन बल चाहिँ रेडी हुँदो रहेछ कलकत्ताबाटै आउँछ यो बेच्नलाई हो तपाईले यो बेच्न होइन त्यसमा मारेको ए यसमा आज कति केजी भात भयो आज एउटा पनि मारिएन आज जानुभएको छैन कि गएर आएको रेडी भएको रेडी भएको माछा तारिँदैछ दाजुले लाइनमा बसिरहेको छ माछा खानलाई माछा खान लाइनमा बसिरहेको माछा दाइहरू 5 किलो माछा फ्राई गर्न लाउन आँटेको हामीले 5 किलो कति केजी दाइ 2 केजी 1 पाउ 2 केजी 1 पाउ के माछा रे काँडा माछा काटी माछा अरे ल एकदम कोसेको स्पेशल माछा नि हो सबभन्दा स्पेशल माछा बिरालै भेट्छ आजको खाजालाई रेडी हुँदैछ है कोसी ब्यारेजमा राख्छ कि तर इन्डियामा ल्याएको राख्छ कि त्यहाँ इन्डियामा मिसमास गरेको हुन्छ त्यो गरेको फोटो थियो कि ब्लगे त्यसमा ठुल्ठुलो काँडा हुन्छ है त्यसमा काँडै हुन्छ एउटा मात्र बिस्कुट उताबाट माछा यता आउने हो माथि तलबाट माथि उतैबाट आउने हो नि त यो माछा रेडी भयो हाम्रो भुजियासँग खाने हो भेनाएर रेडी ल खानालाई एकदम रेडी हुन्छ आजको खाजा नास्ता यस्तो छ खाजा नास्ताको प्रोग्रामपछि अब हामी लाग्यौँ बोराबाद कोसी बिचतिर यो चाहिँ अहिले हाम्रो बराक्षेत्र नगरपालिकाको एकदमै भाइरल ठाउँ हो र अहिले चाहिँ तपाईँले धेरैजना भ्लगर्सहरू टिकटक बनाउनुको लागि चाहिँ सनसेट खिच्नको लागि चाहिँ यो ठाउँमा आएको देखिरहनु भएको होला टिकटकमा एकदमै भाइरल भइरहेछ यो ठाउँ चाहिँ सो त्यही कारणले हामी पनि आज यो ठाउँ घुम्न आइरहेका छौँ सो लेट्स सी एन्ड एक्सप्लोर द न्यू ट्रेन्डिङ प्लेस बोराबाद द कोसी बिच एन्ड द भाइरल सनसेट पोइन्ट
हामी बोराबाद आइसकेका छौँ। यो चाहिँ तपाईँको चतरादेखि नर्मली बाइकमा 5 to 10 मिनट्सको राइडमा तपाईँ आइपुग्नुहुन्छ। र एज यु क्यान सी होइन भिडभाडै छ, मान्छेहरूको लहर लागिरहेछ। टेम्पो, सफारी, प्राइभेट गाडीहरूको एकदमै भिड छ। Now let's explore Borabad, the Kosi beach, and so-called the Sunset Point. भाइरल ठाउँ बोराबाद पनि आइपुग्यो है। हाम्रो भेनालाई धन्यवाद आइदिनु भएकोमा। आजको भ्रमण चाहिँ हाम्रो महेश भेनाबाट स्पोन्सर छ है, स्पोन्सर्ड बाई महेश भेना। यो कोसीमा ठिक छ नि। अब हाम्रो खानाको तयारी हुँदैछ है। खाना हामीसँग लोकल माछाको ग्रेभी, टमाटरको अचार अनि लोकल साग एकदम दाउरामा पकाएको रेडी हुँदैछ। खाना रेडी हुँदैछ। आन्टीले खाना पस्किँदैछ है। लोकल चामल, लोकल माछा, लोकल साग, सिलौटामा पिसेको अचार। भेनाहरू खानाको लागि रेडी गर्नु बस्नुभइरहेछ है। आज रमाइलो भयो एकदम रमाइलो होइन होइन। लोकल चामलको भात, कोसीको माछा, लोकल साग, टमाटर, धनियाँको अचार, आगोमा पकाएको खाना। त्यहाँ दाउरामा पकाएको खाना यसै पाएको सबै है। नेपाली खाना एकदम। लिउँ है हामीले चाहिँ। मिठो गरी खाउँ है। ल खाउँ है। ल खाएँ ल। अच्छा बैठ खाउँ है। यहाँ महेश भाइको बर्थडे रहेछ अनि खाना आएको। यहाँ खाना खाएछु मैं। कस्तो छ हामी? ल दाजु खानाको लागि एकदम धन्यवाद है। मिठो खाना खुवाउनुभयो। के भन्नु चाहनुहुन्छ? हुन्छ न, धन्यवाद।
राम्रो ठाउँ पनि छ मुनि हो दाजु हजुर अब बाटो लाग्न लाग्यौँ है के यसो केही भन्नुहुन्छ कि अब के भन्नु भाइहरूलाई अब कुनै कुनै बेला यसो सम्झिराख्नु यो हामी कुन ठाउँमा अरे यो पुल्ठेगौडा कुन ठाउँ पुल्ठेगौडा भन्ने ठाउँ है यो 2 नम्बर पुल्ठेगौडा बरा क्षेत्र ल हामी फेरि आउनेछौँ सिधै फेरि पनि आउनेछौँ क्या हो